नमस्कार। आज हामी एउटा यस्तो ठाउँको यात्रा गर्दैछौँ जहाँ भन्छन् नि प्रकृति आफै बोल्छ। हामी जापानको उजी सहरमा रहेको उजी बोटानिकल पार्कबारे अलि गहिरिएर कुरा गर्दैछौँ। हामीसँग केही सामग्री छन्, एकजनाले आफैले घुमेर टिपेको अनुभव अनि त्यही अनुभवमा आधारित एउटा भोइस ओभर स्क्रिप्ट पनि। त्यसो भए आज हाम्रो मुख्य उद्देश्य के होला त? यो पार्क किन खास छ, यसको चुरो कुरो के हो र ती स्रोतहरूले हामीलाई के सिकाउँछन्, यसमै केन्द्रित रहँला। सुरुमै के कुरा आएको छ भने दुवै स्रोतमा यो ठाउँ प्रकृति प्रेमीहरूका लागि त खै स्वर्ग नै हो भनिएको छ। किन होला, के छ त्यस्तो खास? यहीबाट सुरु गरौँ न त है। हामी त्यो शान्त सुन्दर अलिकति रहस्यमय जस्तो अनुभवमा डुब्ने कोसिस गर्नेछौँ जुन स्रोतहरूमा वर्णन गरिएको छ। साँच्चै कस्तो होला त्यहाँ? ल खतलौँ त है। पहिलो कुरा त यो पार्क उजी सहरमा छ। स्रोत अनुसार यो खाली बगैँचा मात्र होइन रे, मतलब शहरको हल्लाबाट पर शान्ति खोज्नेलाई एउटा अभयारण्य जस्तै। नोटमा त लेखिएको छ, गेटबाट छिर्ने बित्तिकै बाहिरी संसारको कोलाहल कता गयो गयो जस्तो भयो रे। क्यानभासमा रङ पोते जस्तो रे, कतै गाढा हरियो, कतै फिका, बीचबीचमा रङ्गीन फूलहरू। नोटमा पनि त्यस्तै छ, मानौ प्रकृतिले आफ्नो सबैभन्दा राम्रो कला देखाउँदैछ भनेर। त्यो दृश्यले पार्क कति ठुलो छ, कति शान्त छ, एकैचोटि देखाउँछ भनिएको छ। तपाईलाई के लाग्छ, यस्तो दृश्यको केही मनोवैज्ञानिक महत्त्व पनि हुन्छ? अवश्य। तपाईले अभयारण्य भन्नुभयो नि, त्यो एकदमै मिल्छ। मनोवैज्ञानिक रूपमा हेर्दा यस्ता ठाउँले हाम्रो दिमागलाई एक किसिमले रिचार्ज गर्छ के। शहरको त्यो कृत्रिम वातावरण, त्यो लगातारको हल्ला, त्यसले हाम्रो ध्यान खिचेर मानसिक थकान बढाउँछ। तर जब हामी यस्तो प्राकृतिक ठाउँमा पुग्छौँ, हाम्रो ध्यान आफै तानिन्छ, सहज रूपमा। यसलाई सफ्ट फ्यासिनेसन भन्छन्। त्यो ड्रोन दृश्यको वर्णनले सायद यही देखाउँछ, विविधता, ढाँचा अनि शान्ति। यसले तनाव घटाउँछ। स्रोतमा भनिएको बाहिरी संसार हराए जस्तो हुनु भनेको त्यही मानसिक आरामको सुरुवात हो। अनि प्रकृतिसँग जोडिनु त हाम्रो भित्री आवश्यकता पनि हो नि, जसलाई बायोफिलिया भनिन्छ। मतलब जीवन र जीवित कुराहरूसँग जोडिने हाम्रो चाहना। वाह, सफ्ट फ्यासिनेसन र बायोफिलिया, यो त साँच्चै रोचक कुरा भयो। ल अब पार्कभित्रको अर्को एउटा अलिक फरक तर निकै आकर्षक कुरा गरौँ। दुवै स्रोतले यहाँको क्याक्टस गार्डनको खुबै तारिफ गरेका छन्। भ्रमण नोटमा त झन् के लेखिएको छ भने एकै ठाउँमा यति धेरै किसिमका क्याक्टस, मरुभूमि नै उजीमा आए जस्तो। स्क्रिप्टमा पनि वर्णन छ, साना हातमा अट्ने खालकादेखि लिएर मान्छेभन्दा अग्ला अजङ्गाका क्याक्टसहरू छन् रे। कुनैमा फूल फुलेका, कुनै काँडै काँडाले भरिएका, कुनैको आकार त मूर्ति जस्तो। नोटमा एउटा अनुभव पनि छ, लेखकले एउटा अलिक घुम्रिएको क्याक्टसलाई हेरेर निकै बेर टोलाए रे। त्यसको बाङ्गोपनमा पनि एउटा अनौठो सुन्दरता थियो भनेर लेख्नु भएको छ। यो विविधताले केही भन्छ होला? पक्कै पनि। क्याक्टस आफैमा प्रकृतिको एउटा अद्भुत सृजना हो। हामी सामान्यतया क्याक्टसलाई मरुभूमि, सुक्खा ठाउँसँग जोड्छौँ, तर एउटा बोटानिकल पार्कमा यत्रो सङ्ग्रह हुनु आफैमा रोचक छ। यसले के देखाउँछ भने प्रकृतिले हरेक किसिमको वातावरणको लागि जीवन तयार पारेको छ। अनि तपाईले भन्नुभएको त्यो बाङ्गोपनमा सुन्दरता, त्यो महत्त्वपूर्ण छ। हामी अक्सर सुन्दरतालाई एउटा निश्चित फ्रेममा हेर्छौँ, सिधा, मिलेको, रङ्गीन। तर क्याक्टसले सिकाउँछ कि सुन्दरता त अपूर्णतामा, अनौठो आकारमा, कठोरतामा पनि हुन सक्छ। यो विविधताले प्रकृतिको विशालता र उसको सहन सक्ने क्षमता देखाउँछ। हरेक क्याक्टसले फरक कथा भन्छ, कसरी बाँच्ने, कसरी वातावरणमा मिल्ने, कसरी गाह्रोमा पनि फल्ने फुल्ने। त्यो घुम्रिएको क्याक्टस सायद जीवनका मोडहरूको प्रतीक पो थियो कि? हो र, जीवनका मोडहरूको प्रतीक? यो त गहिरो सोचाइ भयो। ल, क्याक्टस गार्डनको यो अनौठो संसारबाट निस्केर अलिकति परिचित तर सधैँ मनपर्ने कुरातिर लागौँ, साकुरा। स्रोतहरूमा पार्कमा विभिन्न प्रकारका साकुरा फुल्ने कुरा छ। नोटमा त अप्रेल महिनाको अनुभव रहेछ, जति बेला साकुरा एकदमै फुलेको थियो रे। हावा चल्दा गुलाबी फूलका पातहरू हिउँ जस्तै झर्थे, बाटो नै गुलाबी देखिन्थ्यो भनेर लेखिएको छ। कस्तो होला है त्यो दृश्य? अनि स्क्रिप्टमा एउटा क्षणको वर्णन छ, हावाले रुखका पातहरू हल्लाल्दा, भुइँमा झार्दा आउने आवाज र त्यो दृश्य।
त्यो क्षणमा समय नै रोकिए जस्तो भयो। प्रकृतिको सङ्गीत सुनिरहे भन्ने खालको भाव छ। यो क्षणिक सुन्दरता र शान्तिको मेलले पार्कलाई अझ विशेष बनाउँछ जस्तो लाग्यो, होइन त? एकदम। साकुराको सुन्दरता नै त्यसको क्षणिकतामा छ। जापानमा त साकुरा फुल्नुलाई जीवनको सुन्दरता तर नश्वरताको प्रतीक मानिन्छ नि। तपाईले भन्नुभएको हिउँ जस्तै झर्ने पातको दृश्यले त्यही कुराले जीवन्त बनाउँछ। त्यो क्षणलाई पुरै अनुभव गर्नु, त्यसमा रमाउनु, यही त हो जीवन। अनि त्यो हावाले पात झार्दाको दृश्य र आवाज, त्यो प्रकृतिको आफ्नै लय हो। यसले हामीलाई प्रकृतिको चक्रसँग जोड्छ, जन्म, जीवन, मृत्यु अनि फेरि पुनर्जन्म। यस्तो शान्त लयबद्ध अनुभवले हाम्रो मनको छटपटीलाई कम गर्छ। साँच्चै। फेरि त्यो ड्रोन दृश्यको कुरा पनि जोडौँ न। स्क्रिप्टमा भनिएको छ माथिबाट हेर्दा हरियो घाँस, रङ्गी बिरङ्गी फूलका प्लटहरू अनि बीचबीचमा देखिने साकुराका गुलाबी थुङ्गाहरू, यो सबै मिलेर एउटा सिङ्गो तस्बिर बन्छ रे। स्रोतमा यो समग्रताको अनुभवलाई निकै महत्त्व दिएको छ। हो त। त्यो माथिबाट देखिने पूर्ण तस्विरले सायद त्यही सन्तुलन र सामञ्जस्यता देखाउँछ होला। फरक फरक तत्त्वहरू, हरियाली, फूल, क्याक्टस, साकुरा मिलेर एउटा सुन्दर समग्रता बन्नुले जीवनको विविधता र एकतालाई पनि सङ्केत गर्छ। प्रकृतिको चक्र, जीवनको दर्शन, एउटा पार्क घुम्दा यति गहिरो अनुभव पनि हुँदो रहेछ। अब अलिकति भावनात्मक पक्षतिर लागौँ न। दुवै स्रोतमा एउटा वाक्य घरिघरि आएको छ, मानौ उहाँहरूको मुख्य निचोड नै यही हो। प्रकृति साँच्चै हाम्रो आत्माको उपचार हो। व्यक्तिगत नोटमा त अझ लेखिएको छ, यहाँ बिताएको केही घण्टाले हप्ताभरिको थकान मेटाइदियो, मन हल्का भयो। यो निकै सुनिन्छ यस्तो अनुभवहरू बारेमा। स्क्रिप्टमा पनि उस्तै भाव छ। पार्कको हरेक कुनामा शान्ति र हरेक फूलमा प्रेम लुकिएको महसुस भयो। अलिक काव्यात्मक सुनेला, तर यसले त्यहाँको वातावरणले मान्छेको भावनामा पार्ने गहिरो असर देखाउँछ। नोटमा एउटा रोचक कुरा पनि छ। लेखकले एउटा बेन्चमा बसेर आधा घण्टा जति केही नगरी बसिरहनु भयो रहेछ। अनि त्यो बेला वर्षौंपछि पहिलो पटक पूर्ण शान्ति महसुस भयो रे। कसरी एउटा बगैँचाले यस्तो शक्तिशाली भावनात्मक प्रभाव पार्न सक्छ होला? यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। आत्माको उपचार वा मन हल्का हुनु भन्नु केवल भावनात्मक कुरा मात्र होइन, यसको पछाडि वैज्ञानिक कारणहरू पनि छन्। पहिलो कुरा, प्राकृतिक वातावरणले हाम्रो कग्निटिभ लोड मतलब संज्ञानात्मक भार कम गर्छ। शहरमा हाम्रो दिमागले एकैपटक धेरै कुराहरू, ट्राफिक, हल्ला, विज्ञापन प्रशोधन गर्नुपर्छ, जसले तनाव बढाउँछ। तर प्रकृतिमा, खास गरी उजी पार्क जस्तो व्यवस्थित ठाउँमा, दृश्यहरू सुन्दर तर सरल हुन्छन्। यसले दिमागलाई आराम दिन्छ। दोस्रो, प्रकृतिले हाम्रो इन्भोलन्ट्री अटेन्सन अर्थात् अनैच्छिक ध्यानलाई तान्छ। चराको आवाज, पात हल्लेको, फूलको रङ्ग, यसले हाम्रो डाइरेक्टेड अटेन्सन, जुन काम वा पढाइमा प्रयोग भएर थाकेको हुन्छ, त्यसलाई फेरि ताजा हुन मद्दत गर्छ। यसलाई अटेन्सन रेस्टोरेसन थ्योरी भनिन्छ। अटेन्सन रेस्टोरेसन थ्योरी, ध्यानलाई पुनर्स्थापित गर्ने हो। अनि तपाईँले भन्नुभएको त्यो पूर्ण शान्तिको अनुभव, त्यो सायद माइन्डफुलनेसको अवस्था हो। जब हामी प्रकृतिमा हुन्छौँ, हाम्रो इन्द्रियहरू बढी सक्रिय हुन्छन्। हामी देख्छौँ, सुन्छौँ, सुँग्छौँ, छुन्छौँ। यसले हामीलाई वर्तमान क्षणमा ल्याउँछ, बितेको कुराको पछुतो वा आउने कुराको चिन्ताबाट टाढा। त्यो आधा घण्टा बेन्चमा बस्नु भनेको सायद त्यही वर्तमान क्षणमा डुब्नु थियो। शान्ति र प्रेमको अनुभूति पनि यही गहिरो सम्बन्धबाट आउँछ, प्रकृतिसँगको सम्बन्ध र अन्ततः आफूसँगको सम्बन्ध। प्रकृतिले हामीलाई सम्झाउँछ कि हामी पनि यही विशाल प्रणालीको एउटा हिस्सा हौं। हो त नि। अटेन्सन रेस्टोरेसन थ्योरी अनि वर्तमान क्षणमा फर्कनु, यसले त उजी बोटानिकल पार्कको अनुभवलाई अझै अर्थपूर्ण बनाइदियो। त्यसो भए आजको यो छलफलबाट हामीले केही मुख्य कुराहरू बुझ्यौं जस्तो छ। उजी बोटानिकल पार्क खाली रुख बिरुवा र फूलहरूको सङ्ग्रह मात्र होइन रहेछ। यो एउटा यस्तो ठाउँ हो जहाँ शान्ति र अनि अभयारण्यको वास्तविक अनुभव मिल्छ। क्याक्टस जस्ता अनौठा बिरुवाले प्रकृतिको सहनशीलता र फरक सुन्दरता देखाउँछन्। साकुरा जस्ता मौसमी सुन्दरताले जीवनको क्षणिकता र प्रकृतिको चक्र सम्झाउँछ।
हो त्यो पनि माथिबाट देखिने त्यो समग्र दृश्यले प्रकृतिमा हुने सन्तुलन देखाउँछ र सबैभन्दा महत्त्वपूर्ण यहाँको वातावरणले हाम्रो मानसिक थकान कम गरेर ध्यानलाई ताजा बनाएर र हामीलाई वर्तमानमा फर्काएर साँच्चीकै आत्माको उपचार गर्दो रहेछ। बिल्कुल। स्रोतहरूले हामीलाई के देखाए भने यो पार्कको यात्रा आँखाको लागि मात्र होइन, मन र आत्माको लागि पनि हो। त्यहाँ अनुभव हुने शान्ति र प्रेम बाहिरी मात्र नभएर निकै गहिरो र व्यक्तिगत हुँदो रहेछ। हो एकदमै। यो अनुभवले हामीलाई प्रकृतिसँगको हाम्रो सम्बन्धबारे सोच्न लगाउँछ र यसै क्रममा एउटा प्रश्न पनि उब्जिन्छ मनमा। स्रोतहरूले उजी बोटानिकल पार्क जस्तो विशेष संरक्षित ठाउँको अनुभव बताए, तर के हामीले यस्तै शान्ति, यस्तै आत्माको उपचार आफ्नो दैनिक जीवनमा, सायद घर नजिकैको सानो पार्कमा या झ्यालबाट देखिने एउटा रुखमा पनि खोज्न सक्छौं होला? के प्रकृतिको यो उपचार शक्ति पाउन विशेष ठाउँमै पुग्नुपर्छ कि यो हाम्रो हेर्ने दृष्टिकोणमा भर पर्ने कुरा हो? यो प्रश्न आफैमा एउटा खोज हुन सक्छ, होइन त?